काट्दैछ फेरि भैयाको 1 करोड फस्छ है या यो चाहिँ अब पेपरवर्कको भाइसँग मेरो भाइ हो है। थ्याङ्क यू सो मच है। मेरो भाइले सबै गरिदियो होइन। अन्त मेरोमा त्यस्तो बेसी त छैन मान्छेहरू है। भए पनि त मान्छेले होइन बाटो फेरि मान्छेहरू कस्तो छैन बुढोको मात्रै बुढोले खालि बुढो योपालि चाहिँ बुढो मात्रै। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू ब्लग न्यू डे है। आज चाहिँ फाइनली गाडी डेलिभर गर्नु जानु आँटेको है। अन्त वेदर पनि फेरि यस्तो टन टन घाम लाग्दै भए त ठिकै छ है। यस्तो वेदर राम्रो हो। अन्त अहिले चाहिँ रेडी सेडी भएर है मेरो कलुवासँग खेल्दैछ आइसक्यो। खेली 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 अब कलुवा नि नयाँ बसन्तीमा चढ्छ है। यसको नाम चाहिँ कलुवा हो है कलुवा। अन्त त्यही है तपाईँलाई देखाउँछु बिस्तारी बिस्तारी है के कसो गर्छ होइन माथि गएर। अन्त बिस्तारै बिस्तारै देखाउँछु गाडी के हो त्यो थाहा पाइहाल्छ तपाईँले एकछिन बादमा। ल कलुवा टाटा टाटा गर्दै कलुवा टाटा ल हाम्रो अर्को बडी सर्ट चाहिँ यहाँ छ है बुढी। अन्त अब अझै एउटा थप्ने भयो है। अन्त यसलाई पनि राम्रो प्राइस पायो भने सेल गर्छु है। कन्डिसनमा छ गाडी केही छैन है चडक्कै छ लिएर जाँदा भयो है। चिटिक्कै पनि राख्छु प्लसमा म सर्भिसिङ पनि टाइममा छ है। अन्त गाडी कन्डिसन पनि दामी छ कहीँ ठोकिएको सोकिएको अहिलेसम्म केही छैन है। अगर लाने नै इच्छा छ भने चाहिँ आउनुहोस् लानुहोस् तपाईँ मजाले। अन्त अब चाहिँ ट्याक्सी पर्खायौँ। यहाँ त रहेछ ट्याक्सी आउँदै रहेछ। रुङाइ त रड्डी भयो त रुमटेकमा नि यस्तो चलाएको हुन थालेछ है। अब गाडी पाउँदैन भए पनि रोक्दैन कोही त। आमा र म चाहिँ यहाँ टेन्सनमै गाडी नपाएर बिचो हिरो यहाँ पनि मन चाहिँ स्टक रहेछ है। पर्खिनुपर्छ होला गाडी इन्टेलसम्मको। यहाँ आमाको काम रहेछ है। सिनाएको पऱ्यो देख्दा चाहिँ नि स्कुलको भाइ बहिनीहरू खेल्दैछ होइन। यो टाइम र यो टाइममा चाहिँ धेरै फरक छ। अब यस्तो देख्दा चाहिँ अब सानो नै हुनु मनपर्छ है। केही टेन्सन सेन्सन केही हुँदैन। अब ठुलो भएपछि चाहिँ त्यही हो। यहाँ कहाँ जाने बेला हो लट्री काट्दैछ फेरि भैयाको 1 करोड फस्छ है या फस्छ अरे कन्फिडेन्स छ भैयाले। बुझेन म आमाले दिन्छ होला नि भैयालाई है। करोड रुपियाँ फस्यो भने कति दिने हो? भैयाले मलाई खोज्दै आउँछ नि। भैयाले खोज्दै आउँछ अरे। ल अब हिँड्नु आँटेको है। हिँड्नु आँटेको भन्दा भन्दै आमाले घरि कहाँ लाँदैछ। यहाँबाट चाहिँ हिँड्दै उकालो हो। त्यहाँदेखि पुग्ने बेला देखाउँछु तपाईँहरूलाई। हिँड्दै आमा छोडा आइपुग्न आँटिसक्यो है। अब देखाउँछु कुन चाहिँ हो नि हो यही हो। सबै राखिदिइरहेको छ। यो चाहिँ अब पेपरवर्कको भाइसँग पढेर देखाउँछ एकछिनमा। उयो हेऱ्यो ल के चाहिँ गाडीको उयो हेऱ्यो के अरे यहाँ छ त्यो हेर्दै छैन नि। कुन चाहिँ तपाईँले गेस गर्नु हो बाहिरबाट कतिजनाले पार्लावरहरूले त याद पाइसक्यो होला है। अन्त एउटा कुरा के भन्नु मन पऱ्यो भन्दाखेरि चाहिँ कसैले फेरि भन्दै होला नि बुढोले मात्रै होला नि त्यो चाहिँ होइन है। योपालि चाहिँ मेरो पनि अलिकति हात छ है। त्यही हो बुढो र मेरै हो है 50-50 भनौँ न मोटामोटी। त्यही हो बुढोले मात्रै भन्नेहरू चाहिँ फेरि होइन नि फेरि योपालि चाहिँ मेरो पनि हल्का हात छ है। त्यही भन्नु लागि एउटै हो। अब भनेको त मान्छेले होइन बाटो फेरि मान्छेहरू कस्तो छैन बुढोको मात्रै बुढोले खालि बुढो योपालि चाहिँ बुढो मात्रै होइन भनेको नि त। अनि त्यही हो अब देखाउँछु तपाईँहरूलाई है। सबै पेपरवर्क भइसक्यो। र अब देखाउँछु कुन चाहिँ हो भने ल एकछिनमा।
अन्त यो है होइन भिडियो गरिदेऊ न ल हुन्छ यही हो है स्टार एडिसन अन्त मेरो भाइ हो है थ्याङ्क यू सो मच है मेरो भाइले सबै गरिदियो होइन अन्त मेरोमा त्यस्तो बेसी त छैन मान्छेहरू है भए पनि कोही इन्ट्रेस्टेड छ भने भाइलाई गर्दा हुन्छ महेन्द्रबाट सबै गरिदिन्छ हो अन्त म नम्बर दिइराखिदिन्छु अन्त भाइलाई चिनिहाल्छ तपाईँहरूले आउनुहोस् है तपाईँको सब कुछ गरिदिन्छ भाइले केही टेन्सन लिनु पर्दैन है यतै भाइ हो म नम्बर पनि दिइहाल्छु तपाईँलाई है अब चाहिँ म एक गाडी चाहिँ देखाइदिन्छु तपाईँलाई भित्रबाट है अन्त दामी छैन गाडी चाहिँ यही हो है थारक्स स्टार एडिसन है अहिले चाहिँ रफली मेरो अर्डर दिएको छ कि छैन है अहिले चाहिँ रफली भनिदिन्छु है फिचर्सहरू दामी दामी छ है यसमा चाहिँ 360 क्यामेरा छ है अन्त पेनोरामिक सनरुफ छ डल्लै है अन्त अब अहिले चाहिँ रफली भनिरहेको छु है बादमा चाहिँ तपाईँलाई मजाले रिभ्यू दिन्छु है अन्त यहाँ ड्राइभ मोडहरू छ है यसमा जिप ज्याप जुम के होला मलाई थाहा छैन एन जस्तै होला है सो अहिलेको लागि चाहिँ रफली भनिदिइरहेको है यो चाहिँ वर्थ इट छ क्या किन्यो भने चाहिँ 18 लाखसम्म पर्छ तपाईँको है मोटामोटी एसेसरिजहरूले गर्दाखेरि चाहिँ झन्डै 20 हुन्छ है अन्त त्यही हो 20 लाखमा तपाईँले यस्तो दामी पाउनुहुन्छ है फिचर्स पनि डल्लै छ 4x4 चाहिँ होइन 4x2 हो है सो सर्टली मैले भनिदिइरहेको है दामी छ गाडी 360 क्यामेरा यता साइड सबै दामी छ है अन्त मैले ड्यास क्यामहरू पनि इन्स्टल गरिरहेको छु त्यो तपाईँको माथि हो गरे नगरे पर गरेको राम्रै हो अहिलेको लागि है अन्त सबै यही हो स्टार एडिसन यो चाहिँ अब बसन्ती नयाँ बेबी हो है अन्त मजाले चडक्कै राख्नु पऱ्यो होइन त्यही हो अब बिस्तारै तपाईँको पूजा गरेकोदेखि लिएर सबै देखाउँछु है अन्त सबै चडक्कै दामी चाइलकदेखि लिएर यो सबै रिभ्यू चाहिँ म एक दिन मजाले टाइम पाएको बेलामा तपाईँलाई देखाउँछु है अहिले अब निस्किनु आँटेको नि त त्यही कारण चाहिँ अब सर्टली बनाइदिएको है अन्त डल्लै गरिसकेर अहिले जाँदै गरेर देखाउँछु अहिले यो चाहिँ मेरो भाइको है दामी छ मुडी गरेको त्यही हो कन्ट्याक्ट गर्नुहोस् भाइलाई है दामी टोटली तपाईँलाई मजाले बुझाइ पनि दिन्छ प्लस अब राम्रो हो है चिनेको छ भने मेरो नाम लिनु भन्ने अन्त त्यही हो ल नयाँ गाडी अब कहिले कुदाउनु हुँदैछ निकै चाँटी पाल्दा छ है बस्तीमा थाहा आज फर्स्ट टाइम कुदाएँ अब बसन्तीलाई दारू पिलाउँदैछ मेरो टर्न लस अब मेरो टर्न हो फर्स्ट गाडीमा ल त अब गाडी पनि डेलिभर भयो है एकैचोटि अब माथि पूजा मतलब माथि लगिहाल्यो भने अहिले माथि देखाउँछु तपाईँलाई है नत्र चाहिँ अब भिडियो माथि पुगेर म घर पुगेर एन्ड गर्छु प्लसमा अब यसको रिभ्यू है मजाले म अब घाम लागेको बेला है त्यति बेला मजाले दिन्छु के हो कसो हो भनेर होइन अहिलेको लागि चाहिँ टोटली अघि तपाईँलाई मैले रफली भनिहालेँ होइन अब तपाईँलाई मजाले बुझाइदिन्छु है त्यही हो अहिलेको फिलहालको लागि चाहिँ पुग्यो है पूजा अब पूजासुजा गर्छु है मेरो ब्याट्री पनि उयो हुन आँटेको छ है ड्रेन हुन आँटेको छ सो अलिअलि देखाउँछु है ल लोगो सिटमा राखिदिनुपर्छ ल आज है यहाँ राखिदिनुपर्छ ल आज है Bye bye. Do like, share and subscribe. See you next vlog. Till then, tata, bye bye.